नमस्ते, म दिनेश। के खाता खोल्न अझै पनि ब्याङ्कमा लाइन बस्नुपर्छ भन्ने सोच्नुभएको छ? अब त्यो झन्झट छैन। अब तपाईँहरूले घरमै बसेर एभरेस्ट ब्याङ्कमा अनलाइन खाता खोल्न सक्नुहुन्छ। विशेष गरी विदेशमा रहनुभएका साथीभाइहरूले आफ्नो या परिवारको लागि नेपालमा खाता खोलेर पैसा जम्मा गर्ने सोचमा हुनुहुन्छ भने यो भिडियो अन्त्यसम्म अवश्य हेर्नुहोला। आज म तपाईँहरूलाई एभरेस्ट ब्याङ्कमा अनलाइन खाता कसरी खोल्ने भन्ने कुरा स्टेप बाई स्टेप सरल तरिकाले बताउनेछु। अब एभरेस्ट ब्याङ्क टाइप गरिसकेपछि एभरेस्ट ब्याङ्कको वेबसाइट यसरी खुल्छ। अनि एभरेस्ट ब्याङ्कको वेबसाइट खुल्यो भने सबभन्दा तलतिर आउने यसो लास्टतिर हेर्ने यहाँ एक्सप्लोर भन्ने एउटा देखिन्छ। एक्सप्लोरको भित्र चाहिँ अनलाइन एकाउन्ट ओपनिङ भन्ने अप्सन छ, यहाँ क्लिक गर्ने। यहाँ क्लिक गरिसकेपछि एकचोटि यसलाई राम्रोसँग पढ्नु होला हैन। एकाउन्ट खोल्नलाई चाहिँ यहाँ चाहिँ सबै कुरो चाहिँ दिइरहेको छ, यसमा के छ कसो छ सबै बुझ्नु होला। त्यसपछि हामी के गर्ने, प्रोसिड टु ओपन एकाउन्टमा क्लिक गर्ने। यहाँ क्लिक गरिसकेपछि अब हेर्नुहुन्छ यहाँ चाहिँ एकाउन्ट ओपनिङको फर्म ओपन भएर आएको छ है। अब यसमा तपाईँले सबै कुरो यहाँ फिलअप गर्नुपर्छ, इच एन्ड एभ्री कुरो है। यहाँ रातो स्टिक भएको कुरा चाहिँ अनिवार्य रूपमा चाहिँ हजुरले फिलअप गर्नुपर्ने हुन्छ। जस्तै यहाँ सेलुटेसनमा हजुरको मिस्टर मिस लेडिज हो कि जेन्ट्स हो सबै कुरो होइन। यहाँ कम्पनीको एकाउन्ट खोल्दै हुनुहुन्छ त्यो हेर्नै पर्ने, त्यो अनुसारले सेलेक्ट गर्नु होला। यहाँ फर्स्ट नेममा नाम, मिडिल नेम, लास्ट नेम, मोबाइल नम्बर जे जति छ, इमेल एड्रेस, डेट अफ बर्थ सबै भर्नु होला। त्यसपछि हजुर नेपाली हो या एनआरएन हो, त्यो चाहिँ एनआरएन हो भने एनआरएनमा टिक, नेपाली हो भने नेपालीमा टिक लाउनु होला। अब त्यसपछि यहाँ लेखेको हुन्छ प्रिफर्ड ब्रान्च। प्रिफर्ड ब्रान्च भनेको हजुरले कुन ब्रान्चमा एकाउन्ट खोल्ने त। यहाँ चाहिँ क्लिक गर्दाखेरि नेपालको सबै ब्रान्चहरू एभरेस्ट ब्याङ्कका जुन छ सबै ब्रान्चहरू यहाँ सो हुन्छ। यसमा हजुरको नजिकको कुन ब्रान्च छ त्यो ब्रान्च सेलेक्ट गर्नु होला। त्यसपछि सिटिजन नम्बर, पासपोर्ट नम्बर भनेको छ। अब हजुरसँग के छ, पासपोर्ट छ भने पासपोर्ट नम्बर, नागरिकता छ भने नागरिकता नम्बर मेन्सन गर्नु होला। त्यसपछि त्यसको इस्युडमा त्यसको जारी मिति के छ त्यो लेख्नु होला। प्यान नम्बर छ भने प्यान नम्बर अनिवार्य यहाँ राखिदिनु होला। त्यसपछि हजुर म्यारिड हो कि अनम्यारिड हो त्यो हेर्ने, त्यसमा चाहिँ क्लिक गर्ने। त्यो भइसकेपछि तपाईँले कुन एकाउन्ट खोल्ने। अब यहाँ चाहिँ थुप्रो एकाउन्टहरू छ। जस्तै हाम्रो चाहिँ इन्डियामा आर्मीहरू नेपालीजहरू जो इन्डियन आर्मीमा हुनुहुन्छ उहाँहरूले चाहिँ एकाउन्ट खोल्नुहुन्छ भने गोर्खा रेजिमेन्ट एकाउन्ट, गोर्खा पेन्सन एकाउन्ट सबै छ। डिपोजिट एकाउन्ट खोल्नुहुन्छ के भन्छ यहाँ जेनरल सेभिङ जेनरल खोल्नुहुन्छ भने त्यो पनि छ। नारी बचत एकाउन्ट छ लेडिजहरूको लागि होइन। अब के एकाउन्ट खोल्नुहुन्छ यहाँ चाहिँ त्यो एकाउन्ट चाहिँ आफ्नो हिसाबले सेलेक्ट गर्नु होला है। त्यसपछि अब हामी चाहिँ करेन्टली रिसाइड इन नेपाल अर अब्रोड भनेर लेखिरहेको छ। अब नेपालमा बस्नुहुन्छ भने नेपाल क्लिक गर्ने, विदेशमा बसेर एकाउन्ट खोल्दै हुनुहुन्छ भने अब्रोड लेख्ने। तर चाहिँ अब यदि नेपालमा बस्नुहुन्छ भने हजुरले नेसनल आइडी नम्बर चाहिँ अनिवार्य चाहिँ मेन्सन गरेको हुनुपर्छ है त। चाहिँ त्यो नेपालमा बसेर एकाउन्ट खोल्दै हुनुहुन्छ भने है। तर विदेशमा हुनुहुन्छ भने त्यो चाहिँ लागु हुँदैन, त्यो चाहिँ पछि तपाईँहरूले चाहिँ ब्रान्च भिजिट गर्दा सब्मिट गर्न पर्ने हुन्छ। त्यसपछि यहाँ हेर्नुहोस् फ्यामिली इन्फर्मेसन छ। फ्यामिली इन्फर्मेसनमा तपाईँको चाहिँ हजुरबुवाको नाम, बुवाको नाम, आमाको नाम, छोराछोरीको नाम होइन सबै मेन्सन गर्ने। त्यसपछि अकुपेसन इन्फर्मेसन छ। यसमा चाहिँ अब तपाईँले के काम गर्नुहुन्छ अब होइन। विदेशमा हुनुहुन्छ भने स्यालेरिड हो कि होइन, फरेन इम्प्लोइमेन्ट भन्ने छ होइन, आइटी प्रोफेसनल हो कि, स्टुडेन्ट हो कि, बिजनेसम्यान हो कि, हाउसवाइफ हो कि, अब के छ अब त्यो जुन हजुर हुनुहुन्छ त्यो सेलेक्ट गर्ने। त्यसपछि क्वालिफिकेसन सेलेक्ट गर्ने। क्वालिफिकेसन पनि यहाँ पनि दिएछ है, इन्टरमिडिएट, पोस्ट ग्रेजुएट, ग्रेजुएट जे छ। अब हजुरलाई जे पढ्नुभएको छ होइन, जे पढाइ गर्नुभएको छ त्यो सेलेक्ट गर्ने। यदि काम गर्दै हुनुहुन्छ भने कुनै संस्थामा त्यो संस्थाको नाम एड्रेसहरू लेखिदिनु होला। अनि यो चाहिँ एनुअल इन्कम है। एनुअल इन्कम भनेको हजुरले वर्षभरिमा कति पैसा कमाउनुहुन्छ त त्यो लमसम एमाउन्ट लेखिदिने है। एक्सपेक्टेड भनेको लमसम एमाउन्ट तपाईँले जस्तै अब 2 लाख कमाउनुहुन्छ कि 4 लाख कमाउनुहुन्छ कि 10 लाख कमाउनुहुन्छ वर्षभरिको यसो क्यालकुलेसन गर्ने मोटामोटी त्यो इन्कम चाहिँ यहाँ मेन्सन गरिदिने। त्यसपछि आफ्नो पर्मानेन्ट एड्रेस के छ, नेपालमा घर नम्बर कति हो, के छ, टोल कुन हो, वार्ड नम्बर कति हो, फोन नम्बर के छ, अनि नजिकको कुनै ल्यान्डमार्क छ भने ल्यान्डमार्कहरू होइन, जिल्लाहरू सबै यहाँ चाहिँ लेखिदिने। करेन्ट एड्रेसमा हजुर अब चाहिँ विदेशमा कहाँ बस्नुहुन्छ त्यो लेखे पनि भयो, नभए नेपालमै हुनुहुन्छ भने नेपालमा कहाँ बस्नुहुन्छ त्यो चाहिँ यहाँ मेन्सन गरिदिनुपर्छ है। अब अरू ब्याङ्कसँग कुनै ब्याङ्कमा एकाउन्ट छ भने त्यो कुराहरू पनि यहाँ मेन्सन गर्ने ठाउँ छ। त्यहाँ एकाउन्ट छ भने त्यो मेन्सन गरिदिँदा पनि हुन्छ। त्यसपछि यदि इन्टरनेट ब्याङ्किङ हजुरहरूले इन्क्वायरी गर्नको लागि लिने हो भने त्यहाँ टिक लगाइदिनु होला। सबै यो हेर्नु होला। यो टिक लगाएपछि त्यसपछि यहाँ छ आई एग्रीमा पनि टिक लाउने, डिक्लियर गर्ने। त्यसपछि यहाँ क्याप्चा चाहिँ लेखेर चाहिँ यसलाई सब्मिट गरिदिने। फारम भरेपछि ब्याङ्कले तपाईँको इमेलमा कन्फर्मेसन लिङ्क पठाउनेछ। इमेल खोल्नु होला, लिङ्कमा क्लिक गरी आवेदन कन्फर्म गर्नु होला। तर ध्यान दिनु होला, लिङ्क कन्फर्म गरेपछि मात्र ब्याङ्कले आवेदन र कागजात रिभ्यू गर्छ। आवेदन योग्य भएमा ब्याङ्कले खाता खोल्छ र खाता नम्बर इमेलमा पठाउँछ। यदि कागजात अपुरो वा विवरण नमिलेको भए ब्याङ्कले इमेल वा फोन मार्फत जानकारी पनि दिन्छ। खाता सुरुमा डेबिट रिस्ट्रिक्टेड हुन्छ, यानि पैसा जम्मा गर्न मिल्छ तर निकाल्न मिल्दैन। निकाल्नको लागि ब्याङ्कमा सबै कागजात भेरिफाई गर्न अनिवार्य हुन्छ। त्यसैले सम्पूर्ण डकुमेन्ट लिएर एकचोटि ब्रान्च भिजिट गर्नुपर्ने हुन्छ। याद राख्नुहोला, पैसा जम्मा गर्न रोक हुँदैन, पैसा तुरुन्तै डिपोजिट गर्न सक्नुहुन्छ। अब खाता खोल्न ढिला नगर्नुहोला। यदि यो भिडियो हजुरहरूलाई राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर गर्न नबिर्सनुहोला। धन्यवाद।